धन्यवाद। हामी ताली बजाएर हुनेछौँ र स्वागत हाम्रो दिनेश पास्टरज्यू, यहाँको मण्डली सदस्य सबै हैन, उहाँको मण्डली सदस्य अनि विश्वासीहरूसँग तपाईँहरूले बातचित गर्नुभयो, सरसल्लाह गर्नुभयो अनि हामीलाई यो आउने मौका के भनौँ, परमेश्वर पिता पुत्र पवित्र आत्मा परमेश्वरले जुटाइदिनु। यो आउनको लागि चाहिँ विशेष यहाँ मण्डलीको हात छ है, र अनि परमेश्वर पिता पुत्र पवित्र आत्माको। हिजो पहिला पनि हामी परमेश्वरमा धेरै, म त अब पहिलेदेखि सेवाकाई गरेको करिब 31औं वर्ष भइसक्यो। परमेश्वरलाई धन्यवाद छ। र आज फेरि तपाईको माझमा यसरी आएर हामी तपाईलाई महिमा प्रशंसा आराधना गर्यौं। अब परमेश्वरले हाम्रो जीवनमा के कति गर्नुहुन्छ उहाँकै क्षमता गर्नुहुन्छ है। र यहाँहरू तपाईँलाई फेरि पनि प्रभु येशू ख्रीष्टको नाममा पिता पुत्र पवित्र आत्माको शक्तिमा जय मसीह, जय मसीह। परमेश्वरलाई धन्यवाद होस्। र मेरो नाम त तपाईले अघि सुनिसक्नुभयो। मेरो नाम चाहिँ दीपक आचार्य। म चाहिँ पाक्रीबास धनकुटा बस्छु। हामी हाम्रो रत्न लिम्बू भाइ पनि हुनुहुन्छ, हामी सँगै वरतिर नजिकै छौँ। हामी प्राय धेरै ठाउँमा हामी हिँडिसक्यौँ। यो सम्मत करिब 9 मण्डलीमा हामी गइसकेका छौँ। र प्रभुलाई धन्यवाद, त्यो हाम्रो इच्छाले होइन र परमेश्वरको इच्छाले भएको। र हामी तपाईहरुलाई कति भन्नुपर्दाखेरि चाहिँ हामी आशिष प्रेसिडेन्ट मण्डलीमा पहिला चाहिँ सेवाकाई गर्थ्यौँ, हुर्किएको यहाँ है। र अब आत्मिक कुरामा यहाँ पवित्र आत्माको बारेमा हामी धेरै कुराहरू बातचित गरौँ। र पवित्र आत्मा जबसम्म हाम्रो जीवनमा, पवित्र आत्मा त हामी सबैसँग हुनुहुन्छ र पवित्र आत्मालाई के गर्नु पर्यो? चलायमान गरौँ। पवित्र आत्माको शक्तिले चाहिँ हाम्रो जीवनमा काम गर्नु पर्यो। एउटा उदाहरण तपाईलाई म भन्नु पर्यो। हामीसँग हतियारहरू चलाउँछौँ, खुकुरी चलाउँछौँ हैन। त्यो किनेर ल्याउँदा राम्रो हुन्छ, त्यसलाई नचलाइकन घरमा राखिरह्यो भने के हुन्छ? त्यसले फेरि 1-2 वर्षपछि चलाउँदा त्यसले काट्छ, राम्रो पनि देख्दैन होला है, त्यतिकै भुत्तिएको हुन्छ। यसरी नै पवित्र आत्मा चाहिँ हाम्रो जीवनमा हुनुहुन्छ र उहाँलाई चाहिँ पवित्र आत्मालाई चाहिँ के गर्न, काम गर्न दिनुपर्छ हाम्रो जीवनमा। उहाँलाई चाहिँ निम्त्याउनु पर्छ, हृदयका ढोकाहरू खोलेर हैन। हुनुहुन्छ तर हामीलाई पनि चलाउनुहोस्, पवित्र आत्माले भर्नुहोस् भनेर हामीले प्रार्थना, हृदयका ढोका खोलेर प्रार्थना गरेर माग्यो भने उहाँले हामीलाई दिनुहुन्छ। तपाईहरु हाम्रो बिचमा पनि परमेश्वरले अचम्म बुद्धिको काम गर्नु है। र भन्दै जाँदाखेरि हामी अहिले त्यो प्रेसिडेन्ट मण्डलीबाट हामी छुट्टैमा छौँ। एउटा 4 को 24 अनुसार परमेश्वर आत्मा हुनुहुन्छ, उहाँको आत्माले, उहाँका आराधकहरूले आत्मा र सत्यतामा पुज्नुपर्छ भन्ने यो बाइबलको पद अनुसार हामी 2 घर तपाईँ म मण्डली चलाउँदैछौँ हैन। त्यसपछि हैन यो काम हुँदैछ। हामीले यो मण्डली सुरु गरेको चाहिँ 2081 साल 5 महिना 22 गतेबाट सुरु गरेको। करिब अहिले 1.5 वर्ष होला। 1.5 वर्षमा परमेश्वरले निकै काम गर्दै हुनुहुन्छ। हामीले गरेको होइन प्रियहरू, हामीले गरेको भने हामी घमण्ड गर्दैनौँ। यो चाहिँ परमेश्वर पिता पुत्र पवित्र आत्माले नै गर्नुभएको हो। र धेरै ठाउँमा अनलाइन भिडियो कलबाट प्रार्थना भइरहेको छ। अनलाइन भिडियो कलमा हामी प्रार्थना संगति पनि गरिरहेछौँ। अनलाइन भिडियो कलमा चाहिँ बिहान 5:30 बजेदेखि हामी 6:30 बजेसम्म संगति गर्छौँ। बेलुकाको चाहिँ धेरै टाढा नजिकबाट भेला हुनुहुन्छ। अनि कहिले कुबेरबाट पनि हुनुहुन्छ। अब यो गोर्खातिर यताउता धेरैबाट जोडिनु हुन्छ। त्यसो हुँदाखेरि बेलुका 7:30 बजेदेखि अहिले चाहिँ छिटै रात परेको हुनाले 7:30 बजे सुरु गर्छौँ। र 7:30 बजे सुरु गरेर हामी कहिले त 10 पनि बज्छ है। प्रार्थना गर्दा कोही सँगै
पर्ने हुन्छ, बिरामी हुनुहुन्छ, उहाँले प्रार्थना गरिदिनुहोस् भन्नुहुन्छ, प्रार्थना राख्दा तपाईँहरू पनि त यहाँ त वाइफाईको त्यतिको नेटको पर्याप्त रहन्छ, गाह्रो हुन्छ, तपाईँहरू पनि जोडिन सक्नुहुन्छ। र पनि हाम्रो दिनेश पास्टरले चाहिँ उहाँले गर्दै हुनुहुन्छ, कसैलाई प्रार्थना गराएर प्रार्थना गरेर निको हुँदै हुनुहुन्छ है। परमेश्वरले गर्नुभएको काम हो, हामीले गरेको होइन। परमेश्वरलाई धन्यवाद होस्। र यसरी परमेश्वरले अचम्म उदेकको काम हाम्रो जीवनमा गर्नु है, परमेश्वरलाई धन्यवाद दिनुपर्छ। र मेरो नाम तपाईँले सुनिहाल्नुभयो, मेरो 5 भाइ छोरा, 1 बहिनी छोरी छ, नाति पनि 5वटा भइसकेको छ है। नातिनी चाहिँ सायद नाति चाहिँ 5वटा भइसकेको छ, पनाति पनि एउटा भइसकेको छ। बाइबल अनुसार के भनेको छ, तिमीहरूले परमेश्वरमा आज्ञाकारी भयो भने नाति पनाति देख्न पाउनेछौ। सबैलाई धन्यवाद थियो मलाई दियो। अब गवाईको कुरामा धेरै अब नाम तपाईँहरूलाई भन्न गाह्रो हुन्छ, धेरै समय छोटो छ, धेरै समय म लिँदिनँ। म प्रभुमा विश्वास गरेपछि 6 महिना परिवारको भन्दा मेरो श्रीमती छोरी छोरा बुवा आमा भन्दा बाहिर चाहिँ यस्तो आगमन हुन्छ नि, त्यस्तो 6 महिना मलाई खाना दिनुभयो, बाहिर भित्र खानु हुँदैन। चाहिँ यो तल्लो जातिको धर्मभन्दा पनि मुनिको होस् भनेर छुवाछुतको कुराहरू भयो। म चाहिँ क्षेत्रीय बाहुन परिवारबाट आएको हुँ है, तपाईँले यसो अनुहार हेर्दा पनि चिन्नुहुन्छ होला है। र अनि त्यसरी हुँदै हुँदै कोही बेला पण्डितहरू आएर हामीलाई भित्रै खाना दिनु न, भित्रै गर्नुपर्छ, अब यसलाई बाहिर हुँदैन भन्थे। अनि त्यो चाहिँ फर्कियोस् प्रभुमा भनेर, प्रभुबाट चाहिँ हाम्रै हिन्दूपट्टि फर्कियोस् भनेर त्यसो भन्दै थिएँ। र मैले चाहिँ अब फर्किनँ, कसै गर्दा पनि उहाँले प्रयास गर्नुभयो धेरै। म एक्लै 3 वर्षसम्म प्रभुमा स्थिर रहेँ। र त्यो बेलाको समयमा म धेरै लामो भन्दिनँ, तपाईँहरूलाई धेरै लाग्छ है। मैले छोएको पैसा नचल्ने, साफसफाइ बन्द हुने, मैले छोएको पानी नचल्ने, पानी त नचल्ने भइ नै गयो है। पैसा सरसफाइ खेती खेतला पत्ता यसो सरसफाइ सबै बन्द गरिदियो है, त्यहाँको सरसामान। तर प्रभुलाई धन्यवाद होस्, त्यो बेलामा पनि प्रभुले मलाई कसरी स्थिरता राख्नुभयो म जान्दिनँ है। अनि प्रभुमा विश्वास गर्दा कतिपय चाहिँ सजिलो पनि छ, कतिपय अप्ठ्यारो पनि छ। तर अप्ठ्यारो भने जब प्रभुले क्रुस उठाउनु भयो नि, क्रुसमा मर्नुभयो, गाडिनुभयो, तेस्रो दिन मृत्युलाई विजय गर्नुभएको महान कुरा छ यो कुरा चाहिँ। जब मृत्युलाई विजय गर्नुभयो तब प्रभुमा अचम्म उद्वेगको कामहरू तपाईँले बाइबलमै प्रशस्त देख्नुहुन्छ भनेर थाहा पाउनुहुन्छ है। त्यसै गर्दै म अगाडि बढ्दै गएँ। पछि 3 वर्ष पछाडि, त्योभन्दा अगाडि नै भन्नु पर्यो, मेरो श्रीमतीले चाहिँ के भनेको भने, मेरो बुवा पनि यसो वैधानिक मेल गर्नुहुन्थ्यो। अनि नानीहरूलाई के सिकारी लागिरहन्थ्यो, अनि त्यो झारफुक गर्नुपर्ने। अनि मैले त दिँदैन थिएँ, अनि नदिएको कारणले अनि मेरो श्रीमतीले के भन्थ्यो, तपाईँले मानेको परमेश्वरलाई छोड्नुहुन्छ भने छोड्नुहोस्, होइन भने म तपाईँलाई छोडिदिन्छु, तपाईँको छोराछोरी जित्यो क्या। धन्यवाद छ, तिमीले राम्रो कुरा गर्यौ, मैले चाहिँ बाजिनँ, नराम्रो कुरा गरिनँ होइन। र अनि पहिले हामी छुट्ने हो भने सल्लाहले छुटौँ ल, भाजेर झगडा गरेर भने। अनि त्यसपछि त उसले के विचार गर्यो होइन, त्यतिकै अब त्यसरी चाहिँ छुट्याउनु त भएन। पछि अनि यसो कार्यक्रममा मैले पठाएको थिएँ श्रीमतीलाई, विश्वासीको साथमा लगाएर कालिम्पोङ भन्ने जग्गामा गएको थिएँ। गएपछि त त्यहाँको सबै विश्वासीहरूको चालचलन सबै कुरा होइन फेरेपछि फर्केर आएर मलाई भन्थे, हामी त 15 वर्ष विश्वास गर्न ढिलो भएछ, अनि तिमी मलाई छोड्ने मान्छे कसरी 15 वर्ष ढिलो, तिमी त मलाई छोडेर जाने हो, नानीहरू छोड्ने हो, त्यो भनेको होइन मैले कुरा बुझिनँ नि हो। आज मान्छेले कुरा नबुझेर समस्यामा छ, हाम्रै घर परिवारमा, छरछिमेकमा होइन, मण्डलीमा समस्या छ। तर प्रभुमा हामी आज्ञाकारी भएर अगाडि
अनि प्रभुले हामीलाई के गर्नुहुन्छ उचाल्नुहुन्छ माथि लैजानुहुन्छ हरेक रोग बिरालो चङ्गाइदिनुहुन्छ प्रभुले म त हेर्नुहोस् अब धेरै यताउति हिँडेको मान्छे पहिला धेरै राम्रो कुरा गर्दिनँ अनि मलाई महिनामा 2 चोटि सिकारी लाग्थ्यो पात्रै हुने कहिले त मरिजान्छु जत्तिको हुन्छ र जब प्रभुमा विश्वास गरेँ तर यो सिकारी निको हुन्छ भनेर विश्वास गरेको मैले चाहिँ असल साथी भाइ कहाँ पाइन्छ भनेर खोज्दा खोज्दै असल साथी चाहिँ प्रभु हुनुहुँदो रहेछ किताबको पवित्र आत्मा हुँदो रहेछ अनि उहाँको विश्वास गर्नेहरूसँग हुनुहुँदो रहेछ त्यसपछि मैले त्यो पनि छुटकारा पाएँ पछि त है रोग बिरामै छ त्यो सिकारी कता अहिलेसम्म प्रियहरू त्यो सिकारी कहाँ आउँछ कता लाग्छ थाहा छैन अब त्यति मात्रै नभएर अहिले त प्रभुले हामीलाई तपाईँहरूको जीवनमा के गर्दै हुनुहुन्छ अझै प्रार्थना गर्दाखेरि यहाँबाट प्रार्थना गर्दा जापानमा सुनाइ भयो त्यो हामीले प्रार्थना गर्दा परमेश्वरले सुन्नुभयो अनि उहाँले त्यहाँको मान्छेहरूले उसले प्रार्थना गर्दैछ त्यो आत्मा साथ निकेर गइहाल भनेर आदेश गर्नुहुन्छ अनि उहाँले आदेश गरेपछि के हुन्छ निस्केर जान्छ त्यो शक्ति प्रभुले आज हामीलाई मात्रै दिनुभएको होइन यहाँ रत्न भाइलाई मात्रै दिनुभएको होइन तपाईँहरू सबैलाई दिनुहुन्छ र के गर्नुपर्छ तपाईँले तयारी गर्नुपर्छ है तयारी गर्नुपर्छ परमेश्वरलाई धन्यवाद मेरो परिचय गवाई यहाँ दिएँ है र अब हामी वचनबाट पनि केही अलिकति हेर्नेछौँ